चाहिँ फेरि नानाले सफा गर्दै गरेको चाहिँ भिडियो बनाइदिएको नि त नानाको कि सफा सनाक्सी नै गर्नुहुँदैछ। आज चाहिँ नानालाई कहाँबाट जाँगा चलेर चाहिँ सफा गर्नुहुँदैछ है साथीहरू, पोल्ट्री फार्मको अलिक अगाडितिर हो। यहाँ चाहिँ हामीले पोल्ट्रीहरू राखेको थियो, पोल्ट्रीहरू बेचिसकेर चाहिँ यहाँनिर चाहिँ हामीले अघि सफा गरिसकेको छौँ साथीहरू हो। अन्त यहाँनिर चाहिँ नाना चाहिँ बाहिर पनि सफा गर्ने रे भनेर चाहिँ एकदम सफा गर्दैछ हो। सफा गरेको भनेको पुरा सफा गरेको रे नानाले। चिल्लो यो सफा गरेको घाँस जति चाहिँ तल कुखुरालाई अरे हो, अलिक तलनिर बस्तीको कुखुराहरू पनि छ, त्यही भएर चाहिँ नानाले यो घाँस जति चाहिँ तल कुखुरालाई लगाइदिने अरे नि त। अन्त उखाल्नु हुँदैछ हो। उखालेर चाहिँ सबै तलनिर छ नि त कुखुरा धेरै हो, त्यहाँनिर लगेर हालिदिने अरे, चारो हुन्छ अरे। अन्त आधी उखालेको चाहिँ यहाँनिर राखेर चाहिँ भोलितिर हालिदिनुपर्छ भन्नुहुँदैछ उहाँले हो। त्यही भएर साथीहरू हामी चाहिँ सनाक्सी नै गर्दैछ। नानाले चाहिँ भोलिको लागि ढुक्कै हुन्छ नि भनेर थुपार्नुको लागि चाहिँ नानाले सफा पनि हुन्छ भनेर चाहिँ गर्नुहुँदैछ। बाख्राले खान्छ, गाईले खान्छ, गाईलाई दिनुपर्छ। कुखुरालाई दिनुहुने? कुखुरालाई, गाईलाई, बाख्राले खान्छ। बस्दै बस्दै यस्तै हो काम, कहिले सक्दैन। लुजुम छोरे कुखुराको लागि हो, एकदम चाहिँ भटिरहेको चेन सब पकायो, भुल्चुको कुखुरा हाम्रो कुखुरा पनि छ है। अब हेर्नुपर्छ यो के कुखुरा हुन्छ, यो के भन्छ सफा चाहिँ तित्रा लगाउनु नि, तित्रा तित्रा तित्राहरू तित्रा तित्रालाई पनि हाल्नुपर्छ। यसरी घाँस खाँदो रहेछ नि, तित्रा पनि घाँस छोडेको छ है। यहाँको कुखुरा चाहिँ छोडेको छ, बस्तीको कुखुरा। यो चाहिँ कोइलर कोइलरलाई पनि राख्नुपर्छ यसरी। विरुद्धमा